म्याग्दी जिल्लाको डोबा गाउँ। कस्तो होला त्यो ठाउँ? कल्पना गरौँ त, चारैतिर मुस्कुराइरहेका हिमालहरू। अनि हो, त्यही हिमाल जस्तै सधैँ मुस्कुराइरहने एकजना मान्छे हुनुहुन्छ, नेत्र मगर। आफ्नो भेडाको बथानसँग। उहाँको जीवनको कथा प्रकृतिसँगको गहिलो सम्बन्धको कथा हो। आउनुहोस्, आज हामी नेत्र मगरको भेडीगोठको यही संसारलाई अलि नजिकबाट निहालौँ। उहाँ भन्नुहुन्छ, रमाइलो भन्दा पनि रमाइलो के हो के होइन मलाई थाहा छैन, यो मेरो पेशा हो। सोच्नुहोस् त, यो एउटै वाक्यले कति गहिरो कुरा भन्छ। यो कुनै सोख वा रमाइलोको लागि गरिएको काम होइन, यो त उहाँको जीवन हो, उहाँको पहिचान, उहाँको कर्म हो। अब नेत्र मगरको यो पेशालाई साधारण जागिर भन्नै मिल्दैन। यो कुनै 9 बजेदेखि 5 बजेसम्मको काम होइन। यो त भनौँ न, प्रकृतिको आफ्नै लयमा चल्ने एउटा चक्र हो। एउटा यस्तो यात्रा जुन दशकौँदेखि नरोकिएकन चलिरहेको छ। 30 वर्ष हो, पुरै 30 वर्ष। एकछिन सोचौँ त, 30 वर्षसम्म एउटै काममा, त्यही लयमा, हिमाल र पहाडको उकाली ओह्राली। यो समर्पणको कुरा मात्रै होइन, यो त एउटा तपस्या जस्तै हो, होइन र? उहाँको पुरै वर्षलाई 2 भागमा बाँड्न सकिन्छ। पहिलो 6 महिना, मतलब जेठदेखि भदौसम्म यात्रा उकालो लाग्छ। भेडाहरूलाई चराउँदै चराउँदै धौलागिरी र अन्नपूर्ण हिमालको काखसम्म पुग्ने। अनि जब असोज लाग्छ, चिसो बढ्छ, हो त्यसपछि सुरु हुन्छ ओह्रालो यात्रा। फेरि 6 महिना त्यही बथानलाई लिएर गाउँतिर फर्किने। तर यो लगातारको यात्रा किन त? यसको पछाडि एउटा गहिरो कारण छ। हरेक 10देखि 15 दिनमा गोठ सारिन्छ। किन? पहिलो त भेडाका लागि नयाँ ताजा घाँस चाहियो। अनि दोस्रो, अझै रोचक कारण छ, भेडाको मलले ती पाखाहरूलाई प्राकृतिक रूपमै मलिलो बनाउँछ। यो त प्रकृति र गोठाला बीचको एक किसिमको लेनदेन जस्तै भयो, होइन त? अब यो पेसामा खाली खुट्टाले हिँडेर मात्र कहाँ पुग्छ र? यसको लागि त अर्कै कला चाहिन्छ। सोचौँ त, 200 भन्दा बढी भेडाको बथान। ती सबैलाई त्यसरी चिन्नु जसरी एक शिक्षकले आफ्नो कक्षाको हरेक विद्यार्थीलाई चिन्छन्, यो त अचम्मकै कुरा हो। नेत्र मगर आफै के भन्नुहुन्छ भने, जसरी कक्षामा विद्यार्थी हुन्छन् नि, कोही आएन भने शिक्षकले थाहा पाइहाल्छन्। हो, त्यसरी नै म पनि कोही हरायो कि भनेर अनुमान लगाउँछु। उहाँ भेडा गनेर बस्नुहुन्न, उहाँ त एक एकलाई चिन्नुहुन्छ। उनीहरूको बानी बेहोरा, स्वभाव सबै बुझ्नुहुन्छ। यो सम्बन्ध कति गहिरो छ भन्ने कुरा त भेडाहरूको नाम सुनेपछि झन प्रष्ट हुन्छ। हरेकको आफ्नो छुट्टै नाम, छुट्टै पहिचान छ। जस्तै पुरै सेतो भयो भने हाँसे, आँखाको वरिपरि रातो छ भने पुरे, सेतो र कालो मिसिएको छ भने पाङ्ग्रे। कति रमाइलो है? यो सूचीले के देखाउँछ भने उहाँको लागि हरेक भेडा बथानको एउटा सङ्ख्या मात्र होइन, एक एक छुट्टै पहिचान भएको जीव हो। तर प्रकृतिको काख जति सुन्दर देखिन्छ, त्यति नै कठोर पनि हुन्छ। यो जीवनमा खतरा सधैँ वरिपरि घुमिरहेको हुन्छ। यहाँ जन्म र मृत्युको चक्र एकदमै नजिकबाट दिनहुँ चलिरहन्छ। एकातिर गोठमा एउटा नयाँ जीवन थपिन्छ। हेर्नुस् त, एउटा भर्खरै जन्मेको सेतो पाठी, जसको नाम हाँसे राखिन्छ। अब उसकी आमाले उसलाई छोडेर जङ्गल चर्न जान्न, मायाले गोठमै बस्छे। यो एउटा आशाको, खुसीको क्षण हो। अनि अर्कोतिर त्यही खुसीको बीचमा पीडा पनि छ। हिजो मात्रै हराएको एउटा पाठा आज जङ्गलमा स्यालले मारेको अवस्थामा भेटिन्छ। जन्मको खुसी मनाउन नपाउँदै मृत्युको पीडा आइलाग्छ। जीवन यहाँ यस्तै छ। खतरा त भनौँ न चारैतिरबाट छ। एकातिर स्याल र किरा अर्थात् चितुवा जस्ता जङ्गली जानवरको डर, अर्कोतिर मौसमको। उन काटेको बेला पानी वा हिउँ पर्यो भने भेडालाई साह्रै गाह्रो हुन्छ। बाटो पनि त्यस्तै अप्ठ्यारो, कति बेला भेडा हराउँछन्, कति बेला अड्किन्छन्। यति मात्र होइन, गर्मीमा त झुकाले टोकेर पनि भेडा मर्ने खतरा हुन्छ। अब यो कठिन जीवन नेत्र मगरले एक्लै बिताइरहनु भएको भने होइन। यो त एउटा पारिवारिक पेशा हो, पुस्तौँदेखि चल्दै आएको एउटा विरासत जस्तै। यहाँ बाबु र छोराको कथा एकदमै रोचक छ। 2 फरक बाटो तर एउटै गन्तव्य। बाबु नेत्र मगर, जसले सधैँ विदेश जाने सपना देख्नुभयो तर कहिले जान पाउनु भएन। अनि उहाँकै छोरा ओम प्रकाश, जो 4 वर्ष बहराइनमा काम गरेर सबै छोडेर घर फर्किए। किन? हो, यही भेडीगोठलाई सघाउन। ओम प्रकाश आफै भन्नुहुन्छ, म त छुट्टीमा आएको थिएँ, तर यहाँको दुःख समस्या देखेँ नि, अनि फर्किनै मन लागेन। विदेशको सुख सयल छोडेर घरको दुःखमा साथ दिन फर्कनु
यो निर्णयले परिवारको बन्धन कति बलियो हुन्छ भन्ने देखाउँछ। ल, यति धेरै दुःख, यति धेरै सङ्घर्ष सुनेरै अचम्म लाग्छ। आखिर किन कसैले यस्तो जीवन रोज्छ होला? यो प्रश्नको उत्तर खोज्दा हामी यो जीवन पछाडिको दर्शनसम्म पुग्छौं। फेरि त्यही प्रश्न आउँछ, यस्तो जीवन जिउन आखिर के चाहिन्छ त? यो प्रश्नले हामीलाई सोच्न बाध्य बनाउँछ कि यो पेसाका लागि कति साहस, कति त्याग र कति धैर्यता चाहिन्छ होला। र यो प्रश्नको एउटै शब्दमा उत्तर छ, त्याग। कल्पना गरौँ त, यस्तो जीवन जहाँ आराम भन्ने शब्द नै छैन, छुट्टी छैन, चाडपर्व छैन, बिहान उठेदेखि नसुतेसम्म कामै काम, खाना पनि सीमित, जङ्गलमा न पसल छ न अरू गाउँ, अनि मौसम चाहे पानी परोस्, हिउँ परोस् वा कठ्याङ्ग्रिने जाडो होस्, भेडाको हेरचाह कहिल्यै रोकिँदैन। त्यो नै पहिलो कर्तव्य हो। र अन्त्यमा नेत्र मगरको एउटा कुरा सुनौ जसले उहाँको जीवन दर्शनलाई छर्लङ्ग पार्छ। उहाँ भन्नुहुन्छ, उता स्यालहरू रोइरहेका छन्, तिनले हाम्रा भेडा खान्छन्, तर सायद आज भोक लागेको होला, त्यसैले रोएका होलान्। सोच्नुस् त, आफ्नो नोक्सान गर्ने, आफ्नो जीविका खोज्ने जनावरप्रति पनि यस्तो सहानुभूति, प्रकृतिलाई कति गहिरोसँग बुझेको, कति गहिरोसँग स्वीकारेको। यो कुराले हामीलाई धेरै कुरा सोच्न बाध्य बनाउँछ।